नमस्ते आदरणीय दर्शक महानुभावहरू, तपाईँहरू फ्रेममा देखिसक्नु भएको छ हाम्रो नयाँ प्रतिभा हुनुहुन्छ लोक खड्का भाइ। उहाँसँगको म सानो अन्तर्वार्तापछि उहाँको मिठो सुमधुर आवाजलाई तपाईँहरू माझ आज ल्याउने प्रयत्न गर्नेछु। उहाँको आफ्नै युट्युब च्यानलमा हामीले एउटा नयाँ च्यानल खोलेर उहाँको आफ्नै गीतहरू सिर्जनाहरू राख्ने आजदेखि कोसिस गर्नेछौँ। सर्वप्रथम उहाँको परिचयबाट म जान्छु है तल। नमस्ते। नमस्ते। हजुरको शुभ नाम भनिदिनुहोस् न। मेरो नाम लोकबहादुर खड्का। घर कहाँ पर्यो? घर मेरो हाल खोटाङ। यहाँ अहिले दुबईमा? अहिले हाल दुबई। हुन्छ भाइ, तपाईँको अन्तर्वार्ता पछि अलिकति विस्तारित म लिँदै गरौँ ल। अहिले तपाईँको एउटा तपाईँले जानेको मिठो गीत गाइदिनुहोस् न। हुन्छ, ठिकै छ। ए देब्रे पिपल दाहिने छ बरा, मलाई पनि गीत गाउने रहर, मिरमिरेको घाम लगे जोबान तिम्रै हो राम राम, ढाँटे मरे जाम। धन्यवाद। कति मिठो गीत गाउनुभयो हाम्रो लोक भाइले। यो बाहेक अन्य कुनै अर्को एउटा भाकामा पनि गाइदिनुहोस् न। अर्को त झ्यालमा पर्दा छ गाउनुहुन्छ? झ्यालमा पर्दा छ? झ्यालमा पर्दा अलिक आउँदैन। कुन लाग्छ? अरू गाउँछु न म। हस् ल, मेरो भाइ गाएर सुनाइदिनुहोस्। हाम्रो दर्शक महानुभावले तपाईँलाई हेर्दै हुनुहुन्छ। कालो केसमा रातो रिबन, धराउ धर्म सुन त तिम्रै हो लाली जोबान, टिप्छु फुल डर छैन काँडाको तिम्रै हुँ म, नसम्झ टाढाको कालो केसमा रातो रिबन, कालो केसमा रातो रिबन, धराउ धर्म सुन त तिम्रै हो लाली जोबान। आहा, यति मन्त्रमुग्ध पार्नु भाइ मिठो आवाजले। दर्शक महानुभावहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ यो भिडियो मार्फत? म पनि खासै नयाँ हो, त्यही भएर यसो अब लाइभ साइभ चलाइन्छ, यसो गरिन्छ, यसो गाउनको लागि टिकटक चलाउनुहुन्छ? हल्का यसो टाइम पास। टिकटकमा के छ नाम? टिकटकमा मेरो लोक खड्का छ। ओके, एकदमै खुसी लाग्यो लोक भाइ। तपाईँ जस्तो प्रतिभाले स्थान नपाएर पनि कतिपय प्रतिभाहरू होइन ओझेलमा परेका हुन्छन्।